Come give me a hug if you're into getting rough. You can find me in the club, bottle full of bug. Mama, I got what you need if you need to fill a buzz. I'm in the having sex, I ain't into making love. So come give me a hug if you're into getting rough. Yes, welcome back to my new and the second vlog of this channel. मेरो नाम चाहिँ रितेश हो अनि त्यसपछि मेम्बर अफ गोलीमाण्डु मोटरसाइकल क्लब अनि आज हाम्रो मोटरसाइकल क्लब गोलीमाण्डु मोटरसाइकल क्लबको चाहिँ थर्ड इयर एनिभर्सरी हो अनि त्यसपछि आज हाम्रो राइड छ अनि त्यसपछि हाम्रो डोनेसन प्रोग्रामहरू पनि छ त्यही भएर त्यो गर्न हामी आज जाँदैछौँ अनि त्यसपछि हामी चाहिँ एभ्री इयर मोस्टली योभन्दा अगाडि पालि हामी उता सामा खुसीको मानव सेवामा गएको थियौँ डोनेसन गर्न त्यसपछि योपालि हामी उता बुढा नीलकण्ठको श्री एनिमल रेस्क्यु सेन्टरमा जान लागेको हो त्यहाँ चाहिँ मेनली कुकुर त्यसपछि एनिमलहरूको जे रेस्क्यु गरेर आएको हुन्छन् ठिक छ त्यहाँ 500वटा एनिमलहरू छन् के अरे त्यहाँ रेस्क्यु गर्न गरेको एनिमलहरूलाई डोनेसन गर्न चाहिँ हामी जाँदैछौँ अब लेट्स सी के हुन्छ जे होस् आज रमाइलो गर्नुपर्छ त्यही हो ल केटा हो अब चाहिँ हामी के गर्नु भन्दाखेरि चाहिँ फर्स्टमा अब हामी एभरेस्टमा जानुपर्छ एभरेस्ट कपन जानुपर्छ अनि त्यसपछि त्यहाँबाट हामी केक काट्ने अनि त्यसपछि डोनेसन गर्न जाने अनि त्यहाँबाट चाहिँ हामी सूर्य चौर गइन्छ कि भन्ने कुरा भयो अहिलेसम्म चाहिँ अब हेरौँ के हुन्छ म रेडी हुन्छु अनि त्यसपछि लाग्नुपर्छ अब त्यही हो स्टे ट्युन सब लाइक सेयर सब्सक्राइब गर्नुपर्छ त्यही हो आज हाम्रो भ्लग हैन केटा हो अब आज हाम्रो एनिभर्सरी छ हैन खतरा छ एनिभर्सरी आज अब त्यही हो बाइक आज धेरै नै छ अब म एकछिन सब देखाउँछु हेर्दै गरौँ त्यही हो I just want you by my side when I get real gone. Feel it's been a little while since we got along. Yeah. We've been playing stupid games, the situation rotates, and they say communication, safe relations, okay. Medicated how I'm patient, wasting time in the way, 'cause I can see it on your face. I've been tossing, turning, staying up all night long. I've been calling, turning, wondering what I did wrong. I can tell by your eyes you got something to hide. So open your mind up, let me inside, and let's make it right. Tell me baby what's the problem? के छ केटा हो अब चाहिँ हामी आइसक्यो अब म धेरै मिल्नु पार्दैन हैन अब त्यही हो आज हामी अब यहाँ हाम्रो श्री एनिमल रेस्क्यु सेन्टर आएको छौँ हाम्रो यहाँ एनिमलहरूको लागि चाहिँ डोनेसन गर्नको लागि अनि हाम्रो मेनली चाहिँ हाम्रो आज थर्ड इयर एनिभर्सरी हो त्यही भएर चाहिँ हामी आज यहाँ डोनेसन गर्न र हाम्रो एनिभर्सरी राइड मनाउन आएको हो त्यही हो अब यहाँ डोनेसन गरिन्छ त्यसपछि हामी यहाँ सूर्य चौर जाने कुरा भइरहेको छ हेरौँ लेट्स सी के हुँदो रहेछ Need more than 20 seconds to get your attention before it's on to the next thing and I'm over here again wondering can I hold you, hear your truth, pull you closer, talk it through. Girl, you know that I'm the one that you can come and complain to. Your silhouette's amazing but your brain is a maze too. So can you help me find my way while I find something to say? I know the arguing just happens, everything going both ways, but baby I can see it on your face. I've been tossing, turning, staying up all night long. I've been calling, yearning, wondering what I did wrong. I can tell by your eyes you got something to hide. So open your mind up, let me inside, let's make it right.
Tell me, baby, what's the problem? हाई रितेश भाइ के छ वेलकम सबैजनाले लाइक हानिदिनु होला सेयर हानिदिनु होला सब्सक्राइब हान्दै रितेश भाइलाई सबले माया गर्नुपर्छ है हो लेट्स गो कसम डोनेसनहरू चाहिँ ठ्याक्कै सक्यो अब हामी उता सूर्य चौर जान लाग्यो त्यही हो उता पुगेपछि भेटौँला होइन केटा हो त्यही हो जे होस् रमाइलो भइरहेको छ यहाँ अहिले अब डोनेसन गरियो अब हेरौँ अब के हुन्छ एकछिनमा स्टे ट्युन What's the problem? I'm only picking up what you're putting down. You'll be tripping, I don't know what about. So what's the problem? केटा हो आजको राइड सक्यो जस्तो छ हेर्दाखेरि चाहिँ अब त्यही हो अब हाम्रो राइड सक्यो जस्तो फिल भइरहेको छ किनभने अब आधी यता भए आधी उता छन् होइन अब सबजना एकचोटि एभरेस्ट जाने रे अनि एभरेस्टबाट के हुन्छ हेर्नुला Arguing just arguments, everything going both. Stirring the pot real hot, watch how the plot thickens. Around the clock, tick tock, need more than 20 seconds to get your attention before it's on to the next thing. And I'm over here again wondering, can I hold you, hear your truth, pull you closer, talk it through. केटा हो अब चाहिँ हामी चल्दिसान लगाएको होइन त्यही हो अब घर गइन्छ जस्तो हामी चाहिँ आइसक्यो होइन Baby, what's the problem? बाई बाई र सबैजनाले लाइक गरिदिनु सेयर गरिदिनु होला सब्सक्राइब गर्न नबिर्सिनु होला है त रितेश भाइलाई धेरै माया छ ल केटा हो अब चाहिँ हामी घर चल्दिनु लगाएको होइन त्यही हो आजको राइड चाहिँ थुप्रै भयो पहिलाको जति त भएन केही राम्रै भयो